ओम नमो भगवते वासुदेवाय। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। अमरी कवरी वारौ भ्रमरी मुखरी कृतं दूरीकरोति दूरितं गौरी चरणपङ्कजम् अविरलमदजलनिवहं भ्रमरकुलानिकसेवितकपोलम् अभिमतफलदातारं कामेशं गणपतिं वन्दे। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ओम तत्सत श्री कृष्णाय नमः। आज पुरुषोत्तम महात्म्य को 14वां अध्याय। नारायण उवाच अथ चिन्तातुरैस्यास्य गृहं वाल्मीकिरायौ यो रामचरितं दिव्यं चकार परमाद्भुतं। दुरादालोक्य भूपाल समुत्थाय समब्रवम् अनेन मत्तच्चरणौ दण्डवत् भक्तिसंयुतः सम्पूज्य स्थापयामास तं ऋषिं परमासने पादावङ्कगतौ कृत्वा कराभ्यां समलालयत् पादावनेदनीरापो शिरसा धारयन् मुदा उवाच स्निग्धया वाचा स्मरन् कीरवचो नृपः। नारायण भगवानले भन्नुहुन्छ नारदजीलाई, हे नारद, जब चिन्ता र चिन्ताले आकुल व्याकुल भएर दृढधनुवा राजा घरमा बसिरहेका थिए अनि त्यति बेला घुम्दै फिर्दै वाल्मीकि ऋषि त्यहाँ आइपुग्नुभयो। को वाल्मीकि ऋषि भनेपछि जुन भगवान मर्यादा पुरुषोत्तम रामचन्द्रको चरित्र लेखेर रामचरित्रको गुणगान गाउनु भएको थियो, वाल्मीकि रामायण लेख्नु भएको थियो, वही वाल्मीकि ऋषि त्यहाँ आउनुभयो। अब टाढाबाट आइरहेको देखेर अनि ती दृढधनुवा पनि जुरुक्क उठे अनि जुरुक्क उठेर गएर ती वाल्मीकि ऋषिका चरण कमलमा साष्टाङ्ग दण्डवत गर्दा भए। अनि त्यसपछि ती ऋषिलाई लगेर षोडशोपचारले पूजा गरे, आसनमा बसालेर पूजा गरे। अनि पूजा गरिसकेपछि अनि चरण धोएको जलले त्यो आफ्नो शिरमा राखेर अनि उनले के भने हे प्रभु, मलाई चाहिँ एउटा मात्रै कुरा याद आइरहेको छ। एउटा किरबचो नृप, हे नृप, माने यो मलाई चाहिँ गएर एउटा किरबच उसले तिनले त्यही कुरा स्मरण र सम्झि पनि रहेका थिए। सुगाले भनेको कुरा, किरबच भनेको सुगाले भनेको कुरा चाहिँ तिनी राजाले सम्झिरहेका थिए। अनि त्यसै बेला अनि वाल्मीकि ऋषिलाई दृढधनुवाले भन्दछन्, भगवान् कृतकृत्योऽहं भाग्यवान् अस्मि साम्प्रतम् अद्य मे सफलं जन्म यद्यार्थोऽधिगत प्रभो। हे प्रभु, हे भगवान्, हे ऋषि, म धन्य छु, कृतकृत्यहं, म धन्य छु, म धेरै भाग्यवान छु। अहिले आज मेरो यो जन्म बल्ल आज सफल भयो। अनि हजुर यहाँ आउनाले मेरो जन्म पनि आज बल्ल सफल भयो। आज तपाईँ प्रत्यक्ष मैले तपाईलाई देख्न पाएँ।
त्यसले गर्दाखेरि सबै मैले पढेको सुनेको सबै कुराहरू सफल भयो आज। अनि ती जगतलाई संसारलाई नै पवित्र पार्ने हजुर आज म भएको ठाउँमा अर्थात् मेरो ठुलो भाग्यको कारणले हजुर आइपुग्नु भयो। अब मैले के वर्णन गरौँ प्रभु हजुरको बारेमा, मैले के भनौँ भनेर त्यति भनिसकेपछि फेरि नारायण भगवानले नारदजीलाई भन्दै हुनुहुन्छ यति कुरो जब मुनि श्रेष्ठ वाल्मिकीलाई अनि ती दृढ रण्वाले भने त्यति भनेर आफू चुप्प लागेर बसे। त्यसपछि वाल्मिकी ऋषिले ती दृढ धर्मका कुराहरू सबै चाहिँ गएर सुन्नुभयो र ती दृढ धर्म राजा हुँदामा पनि अत्यन्तै नम्र स्वभावका विनयशील स्वभावका त्यस्ता राजालाई देखेर वाल्मिकी ऋषि असाध्यै प्रसन्न हुनुभयो र खुसी हुँदै वाल्मिकी ऋषिले भन्नुभयो के हे नृपश्रेष्ठ, हे राजा रूपमा श्रेष्ठ भएका धन्वा दृढ धन्वा, ठिक छ तिमीमा यी सब कुरा हुनु उपयुक्त छ, किन्तु हे राजन तिमी चिन्ता र पीर चाहिँ गर्दै नगर। मनमा भएको त्यो सबै कुरा जे तिमीलाई आएको छ त्यो सबै कुरा तिमीले मलाई बताऊ। अनि मलाई त यस्तो लागिरहेको छ तिम्रो केही इच्छा छ, तिमीले भन्न पर्ने केही इच्छा छ तो हेर तिमीले मलाई बताऊ भनेर चाहिँ वाल्मिकी ऋषिले भन्नुभयो। त्यसपछि दृढ धन्वाले चाहिँ राजाले भन्दा भए के भन्छन् भने हे राजा, हे ऋषि, तपाईँका चरणकमलमाका कृपाले गर्दाखेरि म सदा सर्वदा सुखी भएको छु, परन्तु हे विद्वान मेरो मनमा एउटा मात्रै सन्देह छ, एउटा शङ्का उभिरहेको छ, एउटा सन्देह छ, मैले त्यो कुरा बुझ्न सकेको छैन। जङ्गलमा जङ्गली सुगाको मुखबाट एउटा कुरा निस्केको थियो, एउटा श्लोक निस्केको थियो। त्यो श्लोकको मैले अर्थ जान्न मैले सकिनँ, मैले त्यसको भाषा बुझ्न सकिनँ। अर्थात् त्यसकारण मलाई तपाईँले त्यसको बारेमा समाधान गरिदिनुहोस् र मेरो मनको खुल्दुली मेटाइदिनुहोस् हे प्रभु। त्यो के भएको थियो भन्नुहुन्छ भने कुनै समयमा म शिकार खेल्न भनेर घना जङ्गलमा गएँ। घना जङ्गलमा गइसकेपछि सिक्किम जाँदा जाँदै मलाई साह्रै प्यास लाग्यो। अनि प्यास लागेको बेलामा मैले एउटा पोखरी देखेँ। पोखरीमा गएर ठुलो पोखरी देखेँ अनि त्यसपछि पोखरीमा पानी खाएँ। अनि पोखरीमा गएर पानी खाइसकेपछि मलाई चाहिँ साह्रै थकै लागेको थियो। यसो हेर्छु भन्दा अनि बरको रुख मुनि एउटा चौपारी चिनेर राखेको मैले देखेँ। असाध्यै शीतल छायाले भरिएको त्यो ठाउँ। अनि मनले सोचेँ म पनि त्यहाँ गएर केही बेर विश्राम गरौँ भन्ने मलाई मन लागेर म त्यहाँ गएर विश्राम पनि गर्ने। अनि त्यहाँ गएर मैले विश्राम गरिसकेपछि अनि यसो हेर्छु भन्दा एउटा हाँगामा सुगातो पक्षी बसेको मैले देखेँ। अब मैले त्यसलाई देख्ने बित्तिकै त मैले एक टक लाएर यताउता दायाँ बायाँ नजर नलगाइकन एक टक लगाएर मैले त्यो सुगालाई हेरिरहेँ। त्यत्तिकैमा त्यो सुगाले पनि मेरो मुखमा हेऱ्यो। अनि मेरो मुखमा हेरेर एउटा श्लोक उसले भन्यो। के भन्यो भने विद्यमानातुला सुखौ मालोक्यातिव भूतले न चिन्तयसि तत्त्वं तं कथम पारमेष्यति भनेर चाहिँ त्यो सुगाले भन्यो। अर्थात् के भने हे राजा, तिमी यस धरातलमा तिमीसँग सबै राज्य सुख भोग सबै सम्पूर्ण चिज छ। तिमीसँग जत्रीय सम्पत्ति कति छ त भन्दा अतुलनीय छ, तुलना गर्न नसकिने खालको सम्पत्ति तिमीसँग छ। यो जमिनमा, यो भूतलमा, यो पृथ्वी तलमा। अनि तिमी त्यसैमा मख परेका छौ। न चिन्तयसी तत्त्वम, तिमीले तत्त्वम अर्थात् आत्मालाई चाहिँ गरेर तिमीको बारेमा तिमीले चिन्तन मनन विचार केही पनि गरेका छैनौ। तिमी को हौ, के हौ, कसो हौ भन्ने कुरा तिमीले बुझेका छैनौ। अनि तिमीले मेरो आफ्नो यो लोक कस्तो हुन्छ, परलोक कस्तो हुन्छ, परलोक कसरी तार्ने हो, अर्थात् यो भवसागरबाट कसरी पार पाउने हो भन्ने बारेमा तिमीले केही पनि विचार गरेका छैनौ।
तिमी केवल त्यही धन सम्पत्तिमा लिप्त भएका छौ। हो तिम्रो सम्पत्ति अतुलनीय छ, त्यो कुरा मैले मान्छु, तर आत्मा के हो भन्ने कुरा विचार गर्नतिर तिमी लाग्यो भनेर त्यो सुगाले मलाई बारम्बार भनिरहेको छ। र मैले ती सुगाका कुरा सुनेर म अचम्म परेँ। मैले कुरा बुझ्न सकिनँ प्रभु। अनि तो मैले केही बुझिनँ र अनि मेरो हृदयको यो शङ्का, मेरो मनमा लागेको जुन शङ्का हो त्यो शङ्का तपाईँले मलाई निवारण गरिदिनुहोस्। मलाई उसले मनग्ने सम्पत्ति अब यसो हेर्दाखेरि हेर्नुहोस् प्रभु, अब त्यो कुरा मैले बुझिनँ। अब हेर्नुहुन्छ भने मसँग प्रशस्त सम्पत्ति छ, त 4 भाइ छोराहरू छन्, सज्जन छोराहरू छन्, अनि त्यसपछि सज्जन पतिव्रता नारी पत्नी मैले पाएको छु। अब यसरी हेर्दाखेरि मलाई कुनै कुराको कमी पनि छैन, सबै सम्पूर्ण छ। तर म एउटा कुरामा अलिकति चकित भएको छु कि मैले यी सबै कहाँबाट पाएँ, मैले कस्तो कर्म के कोहीले गरेको थिएँ र मैले यो सबै एकदम सारा सम्पत्ति र यो ऐश्वर्य यो सबै मैले पाएँ र मैले कुन कर्मबाट पाएको हुँ, मैले कहिले यस्तो कर्म गरेको थिएँ प्रभु। अब यो सबै कुरा तपाईँले मलाई विस्तारपूर्वक बताइदिनु पर्यो। अनि यति कुरा भनिसकेपछि वाल्मीकि ऋषिले जब त्यो दृढधनुको कुरा उहाँले सुन्नुभयो, सुनिसकेपछि अनि वाल्मीकि ऋषिले हातको हत्केलामा अमलाको दाना राखेर अल्टाइ पल्टाइ हेरे झै गरेर, ल ठिक छ निरपहेर, तिमी को हौ के हौ, कहाँको प्रभावले तिमी चाहिँ यहाँ आएका हौ, त्यो सबै कुरा मैले चाहिँ गएर हेर्छु, भोलि तिमीलाई बताइदिन्छु भनेर एकछिन चिन्तन गरिरहेर त्यो हातमा राखेको त्यो अमलाको दाना जस्तै सम्झेर सम्झम त्यसलाई राखेर एकपल्टपल्टु हेरे झै उनले विश्वलाई राखेर उनले हेर्न थाले। अनि त्यो हेरिसकेपछि अनि वाल्मीकिले त्यो हेर्नुभयो, हेरिसकेपछि वाल्मीकिले भन्नुहुन्छ, शीर्णो भूपति शार्दूल प्राग्जन्म चरितम तव, हे राजा सुन, तिम्रो पूर्वजन्मको चरित्र कस्तो थियो भन्ने कुरा म तिमीलाई बताउँछु। हेर, पुरा जन्मनि राजेन्द्र भवान द्रविड देशज, द्विज कश्चित सुदेवाख्यास ताम्रपर्णी तटे वसन। हेर त, पहिलाको जन्ममा तिमी चाहिँ, हेर राजेन्द्र, हेर राजा, तिमी द्रविड नाम गरेको देशका हौ तिमी, र त्यहाँका एउटा ब्राह्मण हौ। अनि ती ब्राह्मणको नाम के थियो भने सुदेव नाम गरेको ब्राह्मण थिए उनी असाध्यै जताततै उनको नाम फैलिएको थियो। सबैले उनलाई सुदेव ब्राह्मण भनेपछि चिन्ने गर्दथे। र उनी कहाँ बस्थे भने ताम्रपर्णी नाम गरेको नदीको किनारमा बस्ने गर्दथे। उनी असाध्यै धार्मिक थिए, सत्यवादी थिए। त्यसकारण उनले वेद अध्ययन गर्ने, सबै कुराहरू सम्पन्न गर्ने र भगवान विष्णुको भक्तिमा परिपूर्ण थिए। उनी प्रभुको भक्ति पनि उनले गर्थे। अनि अग्निहोत्रादि यज्ञ यागादि सबै कामहरू उनी गर्थे सदैव। उनको पनि त्यस्तै असाध्यै उनकी पनि श्रीमती थिइन्। अनि ती श्रीमती पनि असाध्यै उनी पतिव्रता र असाध्यै धार्मिक थिइन्। तिनी को थिइन् भन्दाखेरि गौतम ऋषिकी पुत्री। अब ती गौतम ऋषिकी पुत्री जसको नाम थियो गौतमी। अब ती गौतमीले पनि अनि ती सुदेव नाम गरेका ती ब्राह्मणलाई असाध्यै उनले चाहिँ गएर काम सघाउने गर्दथिन्। अब त्यो कस्तो सघाउँथिन् भने जस्तै शिवजीलाई पार्वतीले सघाउने गर्नुहुन्थ्यो कामकाजमा, तपस्यामा, पूजाआजामा जुन सघाउनुहुन्थ्यो त्यस्तै गरेर अनि ती गौतमीले पनि ती सुदेव नाम गरेका ब्राह्मणलाई सघाउने उर्ने गर्दथे। एक दिन पत्नीले सेवा गरिरहेकी थिइन् बिस्तरमा बसेर। पत्नीले अब उसका शरीरलाई माड्ने उर्ने काम गरिरहेकी थिइन्।
अनि त्यतिकैमा ब्राह्मणले साह्रै दुःख मान्दै खिन्न हुँदै उनले चाहिँ गएर भने, हे मेरी प्यारी सुन्दरी, मैले यसो विचार गरेको त छोराभन्दा यो संसारमा अरू कोही पनि सुख रहेनछ। अब मैले तपस्या गरेर दान गरेर यिनी कामहरू गरेर गर्ने हो भने यो लोकमा त मलाई त्यो सुख पाउँदिनँ, मैले त्यो त परलोकमा मात्रै पाउने सुख हो। यस लोकमा पाउने सुख त मैले छोराछोरीबाट नै हो। त्यसकारण मलाई छोराछोरी नभएपछि हामी साह्रै दुःख भयो। त्यसकारण अब हामीले त्यो छोरालाई, अब छोरो नभएपछि मैले छोरालाई चाहिँ लालन पालन पोषण माया ममता दिन पनि पाउने भएन। अनि छोरालाई वेद पढाउन पनि मैले पाउने भएन। अनि त्यसपछि गएर बिहा गरिदिने नातिना पाउने आदि सबै कुराहरू पनि यी हुने भएनन्। अब यी नभएपछि हाम्रो यो जीवन भनेको त के भयो त भन्दाखेरि वृथा जन्म गतम मम, मेरो यो जन्म गलत छ, झुट छ, अनावश्यक छ, यो चाहिँ काम लाग्दो जन्म मेरो हुने भएन भनेर आफ्नी श्रीमतीसित उनले भनिन्। उसले भने श्रीमतीसित, अनि त्यसकारण बरु मेरो मरण चाँडै होस्, अब यसरी बाँच्नुभन्दा मर्न नै ठिक छ भनेर उनले भने। यसरी आफ्ना प्रिय पतिको कुरा गौतमीले जब सुनिन्, विरक्तिको वचन सुनिसकेपछि अनि गौतमी पनि साह्रै खिन्न भइन्। होस्, मेरो श्रीमानले यस्ता कुराहरू सोच्नुहुन्छ, त्यस्तो दुखी हुनुहुन्छ, यसरी आफ्ना पतिका प्रेममा चुर्लुममा डुबेकी ती गौतमीले एकदम उनले धैर्य धारण गर्दै आफ्ना पतिलाई आश्वासन र भरोसा दिँदै उनले चाहिँ राम्रो कुरा बताइन्। उनले के भनिन् भने, गौतमीले मामा प्राणेश्वर ब्रूहि तुच्छ वाक्यानि साम्प्रतं भवद्विधा भागवता नैवं मुह्यन्ति सूरयो। गौतमीले, हे प्राणेश्वर, हे प्राणेश्वर पति, यस समयमा यस्ता तुच्छ कुराहरू तपाईँले गर्न हुँदैन, नगर्नुहोस्। यस्ता तुच्छ वाक्यहरू नउच्चारण नगर्नुहोस्। तपाईँ जस्ता भगवानका भक्त अनि त्यसैमा विद्वान यस्ता प्रकारले एउटा मोह मायाका कुराहरू गरेर त्यसैमा अल्झिरहनु हुँदैन। हे प्रभु, तपाईँ त मेरा मान्य पति हुनुहुन्छ, तपाईँ सधैँ सत्धर्ममा तत्पर रहने हुनुहुन्छ। त्यसैले यत्तिकैले तपाईँले चाहिँ गएर आफ्नो स्वर्ग, तपाईँले यहीँका कर्मले स्वर्ग जितिसक्नु भएको छ। हे सुव्रत, हे सुन्दर व्रत गर्ने मेरा प्यारा स्वामी, तपाईँले जस्ता ज्ञानीहरूको लागि पुत्रको चिन्तन गर्नु राम्रो होइन। कस्तो कुरा हो, अर्थात् ज्ञानीजनहरू त पुत्रबाट प्राप्त हुने सुखको इच्छा कहिल्यै पनि गर्दैनन्। हे ब्राह्मण, अहिले तपाईँले यसो विचार गरेर हेर्नुहोस् त, उहिले चित्रकेतु नाम गरेका राजा पनि पुत्र शोकले अत्यन्तै तडपिएपछि नारद मुनि आएर जब उनलाई सम्झाए, नारद मुनिले अनि अङ्गिरा ऋषिले आएर सम्झाएपछि ती राजा पुत्रको शोकबाट विमुक्त भएर मोक्ष अनि त्यसपछि संसार रूपी यो सागर र समुद्र रूपी यो सागर पार गरेका थिए कि। अनि त्यस्तै गरी अर्को अङ्ग नाम गरेका राजा पनि के गरे त भन्दाखेरि उनलाई त सन्तान भएको थियो, बेन नाम गरेको छोरा जन्मेको थियो। तर त्यो बेन नाम गरेको राजा त्यो छोरा चाहिँ अत्यन्तै दुष्ट थियो। अब त्यो दुष्ट छोराको कारणले गर्दाखेरि बस्न नसकेर अनि त्यो राजकाज चटक्क त्यागेर उनी जङ्गलतिर तपस्या गर्न गएका थिए। त्यसकारण हे स्वामी, तपाईँलाई पनि सन्तान सुख दिनेवाला हुन सक्छ भनेर मैले भन्न सक्दिनँ। कस्तो जन्मिन्छन्, के गर्छन्, सन्तानले सुख मिल्छ भन्ने कुरामा कुनै निदो छैन। त्यही पनि हे तपोधन सत्यात्मा, यदि तपाईँलाई सज्जन छोराको लालसा छ भने प्रसन्न हुनुहोस्। जगतका स्वामी
र उहाँले जगतका स्वामी प्रभु हुनुहुन्छ। प्रभुको हामीले तपस्या गरौँ अनि उहाँले हाम्रो इच्छा पुरा गरिदिनु हुनेछ र त्यसकारण उहाँको आराधना हजुरले गर्नुहोस् भनेर श्रीमतीले यसरी कुराहरू बताइन् र भन्दैछिन् उनले, हे ब्राह्मण, साङ्ख्याचार्य कर्दम ऋषिले जसको आराधना गरेर जोगीहरूमा श्रेष्ठ ती कपिलदेव नाम भएको छोरा प्राप्त गर्नुभयो। कर्दम ऋषि माने साङ्ख्य दर्शनका आचार्य हुनुहुन्छ। अनि उहाँ कर्दम ऋषिले प्रभुको आराधना गरेर अनि सन्तान प्राप्त गर्नुभयो, जुन सन्तानको नाम हो कपिलदेव। आज मुनिहरूमा सर्वश्रेष्ठ कपिलदेव हुनुहुन्छ। ती ब्राह्मणहरूमा श्रेष्ठ सुदेव पनि आफ्नी धर्मपत्नीका यस्ता कुराको वचन उनले सुने। अब यसै गर्छु, ठिक छ, म अब यसै गर्छु भन्ने निश्चय गरेर आफ्नी श्रीमतीका साथ ताम्रपर्णी नदीको किनारमा जाँदा भए तपस्या गर्न भनेर। अनि वहाँ गएपछि त्यस पवित्र तीर्थमा नुहाउने र पाँचौँ दिनमा उनले सुकेका पात र जलपत्र खाएर उनले कठोर तपस्या गरे। यस्तै प्रकारले तपस्या गर्दा गर्दै ती तपोनिधि सुदेवका 4000 वर्ष बिते। तब हे ब्राह्मण नारद, नारायण भगवानले भन्नुहुन्छ, हे ब्राह्मण नारद, तिनको यस्तो कठोर तपस्याले तिनै लोक चाहिँ के भयो त काप्न थाल्यो, थरथर काप्न थाल्यो। अनि काप्न थालिसकेपछि भक्त वत्सल श्री प्रभु आफ्ना भक्तहरूका प्रेम गर्ने हरि भगवान तिनको त्यो अति कठोर उग्र तपस्या देखेर हत्तपत्त आफ्नो गरुडको वाम सवार भई अनि आफ्ना भक्तका सामुमा आउनुभयो। अनि भक्तका सामुमा आउनुभयो। तर उहाँ कस्तो हुनुहुन्थ्यो भन्ने कुरा नारायण भगवानले बताउनुहुन्छ। प्रभु कस्ता हुनुहुन्थ्यो? तम दृष्टा नवजलदोपम मुरारिम दोरोदण्डैरे जगदवन क्षमैस्तुर्वे संलक्षम मुदितमुखम सुदेव शर्मा साष्टाङ्गम नतिमकरोद मुदा मुकुन्दम। नारायणले भन्नुभयो, उहाँ त कस्ता हुनुहुन्थ्यो प्रभु भने, भर्खरको नयाँ भर्खर जल आउन त नयाँ मेघको जस्तो वर्ण भएका, श्याम वर्ण भएका, पानी पर्ने बेलामा जुन मेघ कालो देखिन्छ, बादल कालो देखिन्छ, त्यस्तै रङवर्ण भएका, संसारको रक्षा गर्ने। अनि त्यसपछि गएर 4वटा हात भएका, हँसिलो मुख भएका, अनुहार भएका हे मुरारीलाई अनि ती सामु देखेर सुदेव ब्रह्मा शर्माले हर्षपूर्वक ती मुकुन्द भगवानलाई साष्टाङ्ग दण्डवत गर्दा भए। अब त्यो दण्डवत गरेका कुराहरू यस 14 अध्यायमा वर्णन गरियो भने अब त्यसपछि अब प्रभुसित कस्ता किसिमका वार्तालापहरू हुन्छन्, प्रभुसँग सुदीप ब्राह्मणले के माग्छन्, के कस्तो हुन्छ भन्ने कुरा हामीले फेरि अब 5औं अध्यायमा श्रवण गर्नेछौँ भन्दै यो आज 14 अध्याय अथवा 14औं अध्याय समाप्त भएको कुरा यहाँहरू समक्ष अनुरोध गर्दै विश्राम लिन्छु। ओम नमो भगवते वासुदेवाय।